रमाइलो यहाँ है मल्छ भाउजू मात्रै हुँदा रमाइलो नहुने के इधनमा फास त्यसरी नलाने फेरि उसलाई उसको तरिका आतुरी हुन्छ अनि तब घरि गुम्बा जाऊ घरि गुम्बा जाऊ घरि कता जानु पर्यो भनेर भन्छ नि त्यताबाट मेरो मोबाइल त्यो आइफोन 2 रक्षा लाउरिनु भएछ आउँछ कि त्यति बेला त उस आउँछ त 20 भएको भएको सबैसँग छोराहरू बाबुहरू चाहिँ भेट भएको छैन त्यही भएर हामी त्यति बेलासम्म भिडियो बनाउनु अहिले आइ त म हेर्छु राखी पानीहरू चङ्गोला घलेको ल आज रक्षाबन्धनको दिन ल सधैँ रक्षा गरौँ मनले आँटेको पाकेको है सबै पुरा हुन् अस्ट्रेलिया जाने सपना है पुरा हुन् छिट्टै जापान जान नि ठिक छ जापान ल पढ्न हिँडेको के नाम निस्किँदैन त्यो पढेको मान्छे नाम ननिस्केको क्या अब खै त ढोक्छ ढोक्नुपर्छ है तिमीहरूले थिए पानी नि थियो नि भन्छ होइन यही चाहिँ भन्नु हो अब कुन खाने बाबु हल्का दिनु थोरै खलाइदिनुपर्छ यो गरौँ कि अब यो उसै गरौँ कि आधी गरी बजेको खोला आएको गरिदिनु भन्छ भयो फोटो बिहामा खोला नराउनु क्या बिहामा खोला जल्दी जति चलोस् न होइन हजुर कति गरेर हेरेर जल्दी त हामी हेरेर नि चलोस् न मान्छे हो त नि राम्रो बनाउनु पर्यो नि भयो फोटो ल यसलाई तपाईँ छोराछोरीबाट सन्तुष्ट होस् नाति नातिनी हेर्न पाउन् फेरि बाबुले हाम्रो नाति नातिनीलाई हेर्न बोलाउन् है सक्दैन बच्चा हेर्नु खोइ त उसो ठिकै छैन त रातो त लाउँ ल उता हेर्दैन बच्चाहरू के कहाँ त्यत्रो 2-3 वर्षमा ऊ ठुस्सो हुन्छ कि बच्चा झ्याउ गर्दै भनेर के लाउनु यो तपाईँले के अतल जुठो त छैन गरेको गरेको ल फोटो मैले फोटो खिच्न मिसेको छु खिचौँ न राखी माने खिचौँ दिनमा फुपूले 2टा भदाइहरूलाई राखी लगाइदिनु भएको युट्युबमै हेर्नु अब के भने आमा कुरा मान्ने पऱ्यो ल लिन्न भने नि मान्दैन कहाँ ल ल ल भाइ के माने हुने ल ठ्याक्कै भिसा लाओस् अब 3 महिनाभित्र आमा 3 महिना तिम्रो काखमा राख न अनि पो हुन्छ हामी चाहिँ जनै बाँड्न जान लाग्छौँ ब्यागभित्र छ के सानो ब्यागभित्र चाहिँ राखी बन्न उयो नानी कहिले ठुलो भइसक्यो कि आदमीले प्यारेर भनिदिनु यो कुराहरू पनि नखाला है रातो पनि लाउ न एउटा बुलले एउटा 33 रुपियाँ तिमीलाई यो खुवाइदिउँ यो खुवाइदिउँ भन त एउटा त्यो दीर्घायु होस् नगर शान्ति होस् शनि गरेर शान्ति होस् रोग केही नहोस् पढ्न विशेष फस भाउ फुल त नरहेछ क्या रक्षाको नानी खिच्दै म खिच्नु गान्धी ध्यान सुन न
उसको नि ओह्रालो ध्यान गर ए म त के थाहा त तेरो यसले गौरो रामु दाइको भन्थ्यो कि म त गौरो भने केलाई भन्छ होला भन्ने खाएको कान्छी बुढा यता आउनुहोस् त तिमी त घाममा हिँडेछ के हेरेछ यिनीहरू एउटै सेट मिलाएर है माथि सेतो टी सर्ट मुनि निलो जेठा माइला कान्छा जस्तो भएको कटो नि कालो होइन तिनीहरू एउटा दिएर एउटा एउटा भइसक्यो कसिके राम्रो हो कसैको दियो हुन्छ कुकुलो भन्दैन कानमा राख्दैछ हामी त्यो म भोला कस्तो भइसक्यो भन्दै थिएँ होइन है कोही भेला हामीले त्यहाँ है ल आशीर्वाद अब युकेतिर नि युके सफर अब यो हाङकङतिर रमेश दाईलाई दुईवटा ल आज चाहिँ के अरे जनै पुर्ने सिद्धिएर उता ठुल्दाको घर यता कान्छो दाईको घर भदाइलाई लगाएर छोरी पनि भरतपुरबाट भाइहरूलाई कसरी हाल्दै जाने यति भन्दै आजको जनै पुर्ने को भ्लग चाहिँ समाप्त गर्न चाहन्छु समाप्त करिब आजको जनै पुर्ने कार्यक्रम जनै लाउने सिद्धिनु लागिसकेछ यो मेरो दिदीको छोरी भाइहरूलाई जनै बान्न आएको हामी चाहिँ दाइलाई भदैलाई जनै बान्न आएको यो मेरो ठुलो दिदी माइली दिदी हाम्रो जनै बान्ने कार्यक्रम चाहिँ करिब सिद्धिसकेको छ आज अब हामी चाहिँ खानपिन नि भयो घरतिर फर्किन लाग्यो छोरीहरू भरतपुर फर्किने हामी चाहिँ तमुतलतिर फर्किने यति भन्दै रक्षालक्ष्मी भ्लगबाट बिदा चाहन्छु बाँकी अर्को भ्लगमा भेट्ने बिरामी हेर्दै हिँडेछ गुम्बा गएर त्यही भएर छुट्यो प्लान गरेको अनि त्यही भएर हामी त जनै सनै बानेर आयो के अरे फेरि हामी जनै पुर्ने नि नमान्ने अन्त खै बिरालो नानी खै बच्चा ल्याउनु लाग्यो अनि आमा चाहिँ आएर पानी लिएर गयो त भोलि लाने है उसको आमाले तानेर ल्यायो हो